नमस्कार साथीहरू, यहाँहरूलाई pscgk.iq कोसेली युट्युब च्यानलमा स्वागत छ। आज हामीले नायब सुब्बा 5औं तहको सङ्घको विज्ञापनलाई लिएर उपस्थित भएका छौँ। यो विज्ञापनमा कहाँ कति खुलेको छ र कहिलेसम्म फर्म भर्ने हो, फर्म भर्नको लागि आवश्यक योग्यता के हो भन्ने कुरा जानकारी दिन्छौँ। तपाईहरूले यस नयाँ युट्युब च्यानललाई सब्सक्राइब गरेर लोकसेवा सम्बन्धी न्युज अपडेटहरू जान्न सक्नुहुनेछ र यसै युट्युब च्यानल मार्फत तपाईहरूले जिके फर्स्ट पेपरको जिके सम्बन्धी धेरै कुराहरू थाहा पाउन सक्नुहुनेछ। यस युट्युब च्यानललाई आधार मानेर पढ्न सक्नुहुनेछ। अब सुरु गरौँ। आज 2082 साल 9 महिना 30 गते पुस 30 गते खुलेको सङ्घको 5औं तहको विज्ञापन सम्बन्धी। लोकसेवा आयोग केन्द्रीय कार्यालय कमल पोखरीबाट यो सूचना प्रकाशन गरिएको छ। राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बा वा सो सरह पदहरूको ज्येष्ठता कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना भनेको छ। यो हामीलाई आवश्यक भएन, हामी खुल्लातिरको मात्रै कुरा गर्छौँ। यो चाहिँ बढुवा र कार्य सम्पादन मूल्याङ्कनको आधारमा खरदारबाट एक तह माथि बढुवा हुने कुरा छ। हाम्रो खुल्ला चाहिँ निजामती र सङ्घीय संसद सेवा राजपत्र अनङ्कित प्रथम श्रेणी अप्राविधिक तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणी नायब सुब्बा वा सो सरह पदहरूको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन 2082 9 महिना 30 गते भनेर प्रकाशन गरेको छ। अब यसको चाहिँ कस्तो हुन्छ भने साथीहरू, यो लोकसेवाका विभिन्न कार्यालयहरू अनुसार विज्ञापन गरेको हुन्छ। जस्तै अब लोकसेवा आयोगको कार्यालय धनकुटा कार्यालयबाट कति मागेको छ भन्ने कुरा हामी जानौँ है त। धनकुटा कार्यालयबाट खुल्लाबाट न्याय सेवामा 4 जना मागेको छ। त्यसै गरी न्यायको सरकारी वकिलमा 1 जना, सामान्य प्रशासनमा 6 जना र प्रशासन लेखातर्फ चाहिँ 1 जना गरेर मागेको छ। जम्मा 12 जना मागेको छ। यसै गरी जलेश्वर कार्यालयले न्यायमा 9 जना, सामान्य प्रशासनमा 3 जना र लेखामा 1 जना, राजस्वमा 4 जना मागेको छ। यसै गरी महिला कोटा, आदिवासी जनजाति कोटा, मधेसी, दलित, अपाङ्गमा पनि विभिन्न सिटहरू रहेका छन्। यो तपाईहरूले यसै भिडियोमा हेर्न सक्नुहुनेछ। काठमाडौँ कार्यालयले कति मागेको छ भन्ने कुरा हेरौँ। काठमाडौँ कार्यालयले न्याय सेवा अन्तर्गत जम्मा 4 जना, न्यायको कानुन अन्तर्गत 1 जना, सरकारी वकिल अन्तर्गत 1 जना, परराष्ट्र सेवा अन्तर्गत सबैको चासोको विषय रहेको परराष्ट्र सेवा अन्तर्गत चाहिँ 7 जना मागेको छ। सामान्य प्रशासन अन्तर्गत 7 जना, लेखा परीक्षण अन्तर्गत 3 जना र सङ्घीय संसद सामान्य प्रशासन अन्तर्गत चाहिँ 3 जना मागेको छ। यो खुल्लातर्फको भयो है साथीहरू। यदि तपाईँहरू महिला हुनुहुन्छ अथवा आदिवासी जनजाति हुनुहुन्छ, त्यसै गरी मधेसी हुनुहुन्छ, दलित हुनुहुन्छ, अपाङ्ग हुनुहुन्छ भने तपाईँहरूले थप यहाँ देखाएका निर्धारण गरेका कोटा अनुसार जागिर खान सक्नुहुनेछ। अब काठमाडौँको राष्ट्रिय मानव अधिकार सेवा अन्तर्गत चाहिँ कतिजना मागिएको छ त भने लेखा समूह अन्तर्गत खुल्लाबाट 2 जना मागिएको छ र महिलाबाट 1 जना मागिएको छ। यसै गरी हरेक कार्यालयको विज्ञापनहरू रहेको छ। जस्तै लोकसेवा आयोग कार्यालय
पोखरा कार्यालयबाट पनि तपाईँको खुल्लामा न्याय सेवा अन्तर्गत 3 जना, त्यसै गरी सरकारी वकिल अन्तर्गत 1 जना, सामान्य प्रशासन अन्तर्गत 4 जना र लेखा अन्तर्गत 1 जना गरेर मागिएको छ। महिलाको न्यायमा 1 जना, सामान्य प्रशासनमा 1 जना र राजस्वमा 2 जना मागिएको छ। यो महिला कोटा अन्तर्गत चाहिँ महिलाहरूले मात्रै फर्म भर्न पाउनुहुन्छ, गर्ल्सहरूले। त्यसै गरी यदि तपाईँहरू आदिवासी जनजाति हो भनेदेखि आदिवासी जनजाति अन्तर्गत पनि न्याय सेवाको लागि 1 जना रहेको छ छुट्टै, सामान्य प्रशासनको लागि 1 जना रहेको छ। यो चाहिँ यसै गरी लोकसेवा आयोग बुटवलको हेरौँ। अब बुटवलमा चाहिँ न्याय सेवा अन्तर्गत 2 जना, सामान्य प्रशासनमा 3 जना र राजस्वमा 1 जना मागिएको छ खुल्लाबाट। यसै गरी महिलाको छ, आदिवासी जनजातिको छ, मधेसीको छ, तपाईँहरूले हेर्न सक्नुहुनेछ। सुर्खेत कार्यालयमा न्यायमा 2 जना, सामान्य प्रशासनमा 3 जना, लेखामा 1 जना र राजस्वमा 1 जना मागिएको छ। जम्मा 7 जना मागिएको छ खुल्लातर्फबाट। यसै गरी महिलाबाट जम्मा 3 जना मागिएको छ, आदिवासी जनजातिबाट 1 जना, दलितबाट 1 र पिछडिएको क्षेत्रबाट पनि मागिएको छ 1 जना है त साथीहरू। यो चाहिँ पिछडिएको क्षेत्रबाट। अब लोकसेवा आयोग दिपायल कार्यालयबाट कति मागिएको छ भनेर हेरौँ। खुल्लातर्फ जम्मा 8 जना मागिएको छ। अब यो तपाईँहरूले आफूले कुन सेक्टरमा दिने हो परीक्षा त्यही अनुसार हेर्न सक्नुहुन्छ। न्याय, सरकारी वकिल, सामान्य प्रशासन, लेखा, राजस्व। अब के पढेकोले कुनमा दिन मिल्छ भन्ने कुरो चाहिँ अहिले हामी तल गर्छौँ। त्यसै गरी अब यो दिपायल कार्यालयबाट महिलाको लागि जम्मा 2टा कोटा रहेको छ, आदिवासी जनजातिको लागि 1, मधेसीको लागि सामान्य प्रशासनमा 1 र राजस्वमा गरेर 2टा गरेर जम्मा 3 जना मागिएको छ। अब विज्ञापन सम्बन्धी विशेष सूचना हेरौँ है त। मेन तपाईँहरूले बुझ्नुपर्ने कुरा, तयारी गरेर बसेका साथीहरूलाई कति कोटा आयो भन्दा पनि के कुराहरू चाहिँ आवश्यक रहेछ, कति चाहिने छ योग्यता भन्ने कुरा चाहिँ यहाँ हेरौँ। परीक्षाको किसिम भनेको पाठ्यक्रममा तोकिए बमोजिम लिखित परीक्षा हुन्छ, कम्प्युटर सिप परीक्षण र अन्तर्वार्ता हुन्छ। लिखित परीक्षा अन्तर्गत प्रथम र द्वितीय चरण हुन्छ। केन्द्रीय कार्यालय बाहेक आयोगका सबै कार्यालयहरू साथै लोकसेवा आयोग जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र सिराहा जिल्लाको लाहान र पर्सा जिल्लाको वीरगञ्जमा तथा लोकसेवा आयोग सुर्खेत कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र डोल्पा र हुम्ला जिल्लाको सदरमुकाममा समेत कायम गरी परीक्षा सञ्चालन गरिनेछ भनेको छ। राष्ट्रिय मानव अधिकार सेवाका पदहरूको परीक्षा लोकसेवा आयोग काठमाडौँ कार्यालयले तोके बमोजिम हुनेछ भनेको छ। त्यसै गरी अब यो परीक्षा केन्द्र सम्बन्धी तपाईँहरूले जानकारी पाउनुभयो। हरेक लोकसेवाका कार्यालयहरूले परीक्षा सञ्चालन गर्दछ। तपाईँहरूले जहाँबाट फर्म भर्नुहुन्छ त्यहीँबाट इक्जाम दिन सक्नुहुनेछ। अब दरखास्त दस्तुर कति लाग्छ त भन्ने कुरामा जाउँ। प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु 700 बुझाउनु पर्नेछ। एकै सेवा समूहको पदका समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु 200 थप दस्तुर बुझाउनु पर्नेछ भनेको छ। यो चाहिँ तपाईँहरूले जस्तै खुल्लाबाट फर्म भर्नुभयो भने रु 700 बुझाउनु पर्नेछ। अब आदिवासी जनजातिबाट भर्नुभयो भनेदेखि 700 + 200 हुन आउँछ। दरखास्त दिने अन्तिम मिति कहिलेसम्म छ भनेर हेरौँ। 2082 10को महिना 20 गते अर्थात् माघको 20 गतेसम्म र दोब्बर दस्तुर तिरी। यदि होइन म 20 गतेसम्म फर्म भर्न सकिनँ देखिनँ भन्नुहुन्छ भने तपाईँहरूले अर्को 10को महिना 27 गते भनेको 7 दिन बढाएर अर्थात् 7 दिन 27 गतेसम्म फर्म भर्न सक्नुहुन्छ। तर तपाईँहरूको के गर्छ त यहाँ दोब्बर दस्तुर लाग्छ अर्थात् 700 को ठाउँमा 1400 लाग्छ। अब लिखित परीक्षा कार्यक्रम सम्बन्धी निजामती सेवातर्फका प्रथम र द्वितीय चरण एवं राष्ट्रिय मानव अधिकार सेवातर्फका लिखित परीक्षा कार्यक्रम पछि प्रकाशन गरिनेछ भनेको छ। अब कहिले हुन्छ इक्जाम, फर्स्ट पेपरको कहिले हुन्छ, सेकेन्ड पेपरको कहिले हुन्छ भन्ने कुरा चाहिँ तपाईँहरूको पछि प्रकाशन गरिनेछ भनेको छ।
अब उम्मेदवारको उमेरको हद चाहिँ कति हुनुपर्छ त भन्ने कुरा छ। यहाँ धेरै साथीहरूले कति वर्षसम्म उमेरकोले फर्म भर्न पाउँछ भनेर चासो राख्नु भएको हुन्छ। विक्रम सम्वत 2082 10को महिना 20 गतेसम्म 18 वर्ष उमेर पुरा भई 35 वर्ष ननागेको र महिला तथा अपाङ्ग उम्मेदवारको हकमा 40 वर्ष ननागेकाले चाहिँ आवेदन दिन सक्नुहुनेछ। पुरुषहरूको लागि तपाईँहरूले बुझ्नु पर्यो 35 वर्ष। यदि तपाईँहरूको उमेर 35 वर्ष नागेको छैन भने फर्म भर्न पाउनुहुन्छ। 35 वर्ष नाग्नु भएको छ भने फर्म भर्न पाइएन। तर तपाईँ महिला हुनुहुन्छ अथवा अपाङ्गताभित्र पर्नुहुन्छ भने 40 वर्ष ननागेकोले पनि फर्म भर्न पाउनुहुन्छ। निजामती सेवाका पदमा बहालवाला स्थायी कर्मचारी र राष्ट्रिय मानव अधिकार सेवाका पदमा राष्ट्रिय मानव अधिकार सेवाका बहालवाला स्थायी कर्मचारीलाई उमेरको हद लाग्ने छैन भनेको। यदि तपाईँहरू अहिले खरदारमा कार्यरत हुनुहुन्छ भने तपाईँले सुब्बाको आवेदन दिनको लागि तपाईँलाई उमेरले छेक्दैन भन्न खोजेको। अर्थात् निजामती राष्ट्रिय मानव अधिकार आयोगको जुनसुकै पदमा कार्यरत हुनुहुन्छ सुब्बाभन्दा तल्लो तहमा भने तपाईँहरूले फर्म भर्न सक्नुभयो। अब जाउँ दरखास्त दस्तुर बुझाउने विधि र स्थानमा। तपाईँहरूले बाँकी रहेका कुराहरू आफै पनि पढ्न सक्नुहुनेछ साथीहरू। दरखास्त दस्तुर बुझाउने विधि र स्थान। दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार सङ्केत नम्बर उल्लेख भएको बैङ्क भाउचर प्रिन्ट गरी तोकिएका बैङ्कबाट नगद समेत बुझाउन सकिनेछ भनेको छ। तपाईँले सिधै यी सेवाबाट पनि पे गर्न सक्नुहुन्छ, अर्थात् ब्याङ्कमा गएर पनि बुझाउन सक्नुहुन्छ। ब्याङ्कमा गएर तपाईँहरूले यो लोकसेवाको फर्मको चाहिँ दस्तुर बुझाउने भन्नुभयो भने त्यही अनुसारको तपाईँहरूले भाउचर पाउनुहुन्छ, त्यो भाउचर काटेर बुझाउन सक्नुहुन्छ। तर सजिलो चाहिँ फर्म भरेर आफैले यी सेवाबाट पे गर्नुभयो भने एकदम सजिलो हुन्छ, लाइन पनि बस्नु परेन, ब्याङ्क जाने झन्झट पनि भएन साथीहरू। अब दरखास्त दस्तुर बुझाउने अवधि भनेको छ ढिलोमा मिति 2082 10को महिना 28 गतेसम्म तपाईँहरूले दरखास्त दस्तुर चाहिँ बुझाइसक्नु पर्नेछ। अपलोड गर्नुपर्ने कागजात। उम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थानमा PDF फर्मेटमा अपलोड गर्नुपर्नेछ। सबै उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्रको अगाडिको भाग स्क्यान गरी JPG फर्मेटमा अपलोड गर्नुपर्नेछ। दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयं पूर्ण जवाफदेही हुनेछ भनेको चाहिँ तपाईँहरूले त्यहाँ सत्य तथ्य विवरण मात्रै भर्नु पर्यो। अन्तर्वार्ता ऐका परीक्षा कार्यक्रम र अन्तर्वार्ता हुने मिति लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा सूचना गरिनेछ। अब पदमा रही गर्नुपर्ने कामको विवरण भनेको सेवा समूह सम्बन्धी हो। जस्तै तपाईँ लेखा क्षेत्रमा जानुभयो भने लेखा सम्बन्धी काम हुन्छ, प्रशासनमा प्रशासन सम्बन्धी हुन्छ, परराष्ट्रमा परराष्ट्र सम्बन्धी हुन्छ। तपाईँ कता जानुहुन्छ त्यही अनुसारको काम हुन्छ। यो पछिको कुरा भइहाल्यो। अब त्यस पछाडि आवश्यक न्यूनतम योग्यतामा जाउँ साथीहरू। अब हामी आवश्यक न्यूनतम योग्यता निजामती सेवातर्फ निजामती सेवा ऐन 2049 को दफा 10 बमोजिम अयोग्य नभएको हुनुका साथै निजामती सेवा नियमावली 2050 को नियम 15 बमोजिम तोकिएका अध्याय अनुसारको न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ भनेको छ। जस्तै न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूहमा तपाईँहरूले फारम भर्न चाहनुहुन्छ भने मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भनेको छ। यो भनेको +2 अर्थात् 11-12 पास गरेको हुनुपर्ने भयो। त्यसै गरी परराष्ट्र सेवाको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। यो भनेको पनि तपाईँहरूले 12 पास गरेको हुनु पर्यो कम्तीमा। त्योभन्दा बेसी जति पास गरेको भए पनि हुन्छ। प्रशासन सेवा, सामान्य प्रशासन समूहका लागि पनि त्यही नै 12 पास गर्नुपर्नेछ, प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण। अब प्रशासन सेवा लेखा समूहका लागि अब यहाँ चाहिँ अलिकति फरक छ है साथीहरू। लेखा समूहका लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र तह
वा अर्थशास्त्र, गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ भनेको छ। यो भनेको चाहिँ के त भन्नु होला भने लेखा समूहबाट तपाईँहरूले परीक्षा दिन चाहनुहुन्छ र लेखा नायब सुब्बाको लेखा पदमा रहेर काम गर्न चाहनुहुन्छ भने तपाईँहरूले कि म्यानेजमेन्ट पढेको हुनु पर्यो, वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र तह व्यवस्थापनमा भनेको छ कि भने तपाईँहरूले अरू नै फ्याकल्टी पढ्नु भएको छ भने पनि अर्थशास्त्र, गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासन मध्ये कुनै एक, अर्थशास्त्र लिएको भए नि भयो, गणित लिएको भए नि भयो, तथ्याङ्कशास्त्र लिएको भए पनि भयो वा जनप्रशासन लिएको भए पनि भयो, कुनै एक विषय लिएर चाहिँ तपाईँहरूले +2 पास गरेको हुनुपर्ने छ। यसको मतलब अब लेखा समूहमा तपाईँहरूले साइन्स पढेकोले, साइन्स ब्याकग्राउन्ड भएकोले लेखा समूहमा फर्म भर्न पाउने कि नपाउने भन्ने कुरो आउँछ। पाइन्छ साथीहरू, तर तपाईँहरूले 11मा पनि म्याथ पढेको हुनु पर्यो, 12मा पनि म्याथ पढेको हुनु पर्यो। तर तपाईँहरूले चाहिँ 12मा म्याथ पढ्नुभएको छैन, बायो ग्रुप मात्रै छ भने चाहिँ लेखा समूहमा पाइएन। प्रशासन सेवा राजस्व समूहमा मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र वा कानुनमा प्रवीणता प्रमाणपत्र तह वा अर्थशास्त्र, जनप्रशासन, गणित वा तथ्याङ्कशास्त्र मध्ये कुनै एक मूल विषयले प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ भनेको छ। यो पनि माथिकै जस्तो कुरा भयो। अब लेखा परीक्षण सेवाका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, व्यापार प्रशासन वा वाणिज्य शास्त्र विषयले प्रवीणता प्रमाणपत्र तह वा 10+2 उत्तीर्ण गरेको हुनुपर्ने छ भनेको छ। अब सङ्घीय संसद सेवा सामान्य प्रशासन समूहका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा 10+2 वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ भनेको छ साथीहरू। मोटामोटी कुराहरू यिनै हुन्। अब तपाईँहरूले फर्म भर्दाखेरि ध्यान दिनुपर्ने कुरा भनेको प्रशासनबाट जागिर खान चाहनुहुन्छ भनेदेखि तपाईँहरूले जुनसुकै विषय लिएर पनि 12 पास गरेको भए मिल्यो। लेखा समूहबाट अथवा लेखा परीक्षणबाट जागिर खान चाहनु भएको छ भने म्यानेजमेन्ट अर्थात् अरू नै फ्याकल्टी पढेको भए पनि गणित, अर्थशास्त्रहरू विषय लिएर तपाईँहरूले चाहिँ पास गरेको हुनुपर्ने भयो। मोटामोटी कुराहरू यिनै हुन् साथीहरू। अब भर्खरै आज पुस 30 गते सुब्बाको भ्याकेन्सी आएको छ 5औँ तहको। अब तपाईँहरूले राम्रो तयारी गर्नु होला। त्यसपछि अब परीक्षा मिति पनि पछि प्रकाशन गर्नेछ। हामीले च्यानलमा पनि अपडेट गराइ नै राख्नेछौँ। यो च्यानललाई सब्सक्राइब गरेर तपाईँहरूले जानकारीहरू लिन सक्नुहुनेछ। यसै अन्तर्गत अब पहिलो पत्रमा कस्तो पढाइ हुन्छ, दोस्रो पत्रमा कस्तो पढाइ हुन्छ, कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि तपाईँहरूलाई यही च्यानल मार्फत पहिलो पत्रको जिके, आइक्यू लगायतका कुराहरू हामीले राख्नेछौँ। जिके चाहिँ तपाईँहरूले यो च्यानललाई आधार मानेर पढ्नुभयो भने पनि हामीले लगभग सबै सिलेबसलाई पुग्ने गरी जिके हामीले यसमा राख्ने विचार गरेका छौँ साथीहरू। हेरौँ अब तपाईँहरूको साथ सपोर्ट कति हुनेछ। आगामी दिनको लागि तपाईँहरूलाई शुभकामना छ। देशमै बसेर सरकारी सेवा गरेर एउटा चाहिँ आफ्नो करियर देख्नुभएका साथीहरूलाई शुभकामना छ। आजलाई चाहिँ यति भन्दै सरसर्ती विज्ञापन कहाँ कहाँ भएको छ, कति कति विज्ञापन भएको छ भन्ने कुरो देखाएर बिदा हुन चाहन्छु साथीहरू। आफ्नो पढाइलाई, अध्ययन अध्यापनलाई निरन्तरता दिनुहोला, राम्रो तयारी गर्नुहोला। सबैलाई धेरै धेरै शुभकामना छ। र अन्तिममा फेरि पनि च्यानललाई लाइक, सब्सक्राइब र बेल आइकन दाब्नको लागि चाहिँ नबिर्सिनुहोला। हस्, धन्यवाद।